एक पटकको लागि हामीले छुट दिएका होइनौँ। यसमा पनि मान्यज्यूहरूले पढ्न भ्याउनु भएन कि छुट दिएका होइन, राज्यले तोकेको करतिर तर तिम्रो अज्ञानताले गर्दा वा कर प्रशासनको ज्यादतीले गर्दा चाहिँ त्यो सुरुमा तोकिएको करको आजको भार खप्टिँदै खप्टिँदै त्यो 10 गुणा 20 गुणा भएर ऊ थचक्कै बसेको छ। यस्ता लाखौँको सङ्ख्यामा हुनुहुन्छ साना उद्यमी व्यवसायहरू। उहाँहरूलाई कुनै उपाय नै छैन कि टाँट पल्टेर विदेशै पलायन हुनु पर्यो। तर यहीँ म नयाँ फ्रेस स्टार्ट गर्छु भन्नको लागि हाम्रो कर प्रशासन यति अनुदार भइदियो कि यहाँ 10औं लाख मानिसहरू थलिएर बसेका छन् उद्यमी व्यवसायहरू। कोभिडको बेलामा एउटा सानो व्यवसाय गऱ्यौँ, व्यवसाय टाँट पल्ट्यो, एग्रिगेट डिमान्ड कोल्याप्स छ। शुल्क, जरिवाना, दस्तुर, थप दस्तुर, ब्याजमाथि ब्याज गर्दा उसले लिएको 10 लाखको ऋण होला आज 5-7 करोड पुगिसक्यो। ऊ थचक्कै बसेर यसले त अर्थतन्त्र एउटा सम्भावनाहरूलाई खुम्च्यायौँ नि हामीले। त्यसैले यत्रो जनादेश प्राप्त सरकारले एक पटकका लागि त्यो सुरुमा तोकिएको कर र 1% फाइनतिर चोख्यौ, राज्यसँग आँखा जुधाऊ र नयाँ थालनी गर। यो अर्थ विधेयकमा सबभन्दा गर्व गर्न लायकको प्रावधान यही नै हो। र यस्तो यस्तै जनमत प्राप्त सरकार यत्तिकै नैतिक उचाइ भएको सरकारले मात्र गर्न सक्दछ भन्ने बेहोरा पनि म जानकारी दिन चाहन्छु।